हेलो हेलो सम्पूर्णमा के छ आरामै सन्चै हुनुहुन्छ र आज पनि हाम्रो गेट टुगेदरमा जाने कुराहरू छ। सो हामीले चाहिँ केही पकाएर लाने प्रोग्राम गरेका छौँ र कहाँ जान्छौँ के गर्छौँ सबै कुराहरू तपाईँलाई देखाउनेछौँ। हमारे साथ जुडिए रहिए बने रहिए। र देख्न सक्नुहुन्छ पोर्कको 3 पिस अनि दाजुले काट्नमा सहयोग गर्दै हुनुहुन्छ। र गाइस म चाहिँ कुकम्यान पकाउनेमा परेको छु र हामीसँग पाक्दैछ पोर्क, त्यसपछिबाट चिकन रोस्ट अनि त्यसपछि यो चाहिँ पाक्दैछ पोर्क करङ विथ ह्याकुलो। ल हाम्रो यो पाक्दैछ सबै कुराहरू। ओके, सो केही खानेकुराहरू सातजामा बन्दैछ र केही कुरा खानेकुराहरू मैले बनाउँदैछु। ल अब हामी कहाँ जाँदैछौँ भाइ? यहाँबाट अब निक्ल्यौँ सारजा र फाइनली दाजु हामी कतिजना यहाँ जाने आइसकेका छौँ। सो गाइज हामी निस्किँदैछौँ, अर्को गाडी पनि आउँदैछ, त्यही भएर सँगै जाने। अब हामी बिस्तारै हिँड्छौँ, दाजुले कुदाउने होला अनि अब यहाँ भिडियो गर्नु पऱ्यो नि त मैले, त्यही भएर यहाँ हाम्रो दाजुले गाडी चलाउनु। ल मेरो बेबी पनि जाँदैछ आफ्टर फर्कादेखि मेरो बेबी कतै गान पाएको थिएन। सो फाइनली म आएर चाहिँ मेरो बेबी मसँग जाँदै हुनुहुन्छ। यो चाहिँ हाम्रो यात्रा आरम्भ भइसकेको छ। यो चाहिँ अब राति सो हामी लाग्दैछौँ सुनसाना रातमा। हामी जाँदैछौँ द्रुत गतिमा। सो गाइज हामी जाँदैछौँ कलवा ह्याङ्गिङ गार्डन। यो चाहिँ लगभग दुबईदेखि 1 hour 30 minutes एराउन्ड लाग्छ। दुबईदेखि हामी चाहिँ दुबईदेखि जाँदैछौँ अनि त्यसपछि दाजुहरू अगाडि नै निस्किनु भएको थियो, त्यही भएर हामीले उहाँहरूलाई फलो गर्दै अनि लाइभ लोकेसन पठाउनु भनेर अनि उहाँलाई फलो गर्दै थियौँ। Continue for 10 kilometers. ल हो गाइज हामी लाग्यौँ कालवा सिटी। कालवा भन्न त भनिसक्यो, अब यहाँ के भयो रातिको बिच केही देख्दैन। कालवाको यो रोड चाहिँ यही हो है गाइज, होइन? तपाईँहरू यसरी यहाँबाट चट्ट लाएर घुमाउन सक्नुहुन्छ सिधै कालवा सिटी। हामी प्रवेश गर्दैछौँ, दाजुहरू अगाडि हुनुहुन्छ, एक गाडी पछाडि, हामी चाहिँ मिडलमा छौँ। के हुँदैछ यहाँ? राइट साइडमा छ। आयो है टनल, आयो टनल, कालवाको टनल आयो। ल गाइस यस्तो छ आम्बो। ल रात परेको छैन बाहिर, दिउँसै छ भित्र, होइन त? दिउँसो छ नि। Oh my God. In 600 meters, slight right. स्लाइड राइट जानुपर्ने हो। यो एउटा टनल मात्रै हो। ओ माई गॉड, यही हो ठाउँ? ओ नाइस भ्यू गाइज। ओ माई गॉड। ल कालवा आइपुग्यो गाइज, कालवा। ल अब यहाँ होइन हुन्छ Your destination is on the left. यो त के खालको लाइट हो यस्तो राम्रो? ल फाइनली हामी चाहिँ एक टिम चाहिँ हामी आइसकेका छौँ र फाइनली हामी एक टिमसँग भेट भइसकेको छ। हामी अगाडि आउँदै अब फेरि हामी जाँदैछौँ पिकनिक स्पोट आई थिङ्क। ल गाइज यो भित्र जानलाई टिकट चाहिँदो रहेछ।
लगाइज यो भित्र जानलाई टिकट लियो 2 जनाको 10 रुपियाँ हेर्नुहोस्। ल हामी जाँदैछौँ भित्र, लेट्स गो। दाजु ल त आउनुहोस् आउनु, टिकट भयो नि त। हामी जाँदैछौँ, यहाँ रेल पनि कुदिरहेको छ, रेल कुदिरहेको छ। हामी जाँदैछौँ भित्र गाइज होइन। ओ माई गड, इट्स अमेजिङ छ है, अमेजिङ छ गाइज। ल ए यो चाहिँ ह्याङ्गिङ गार्डन र मैले अस्ति नैको लास्ट एउटा भिडियोमा मैले भनेको थिएँ दुबई भनेको चाहिँ रात की रानी हो है, रात की रानी। दुबई भनेको चाहिँ रात की रानी हो, रात परेपछि चाहिँ रानी जस्तो देखिन्छ है गाइस। ल यस्तो छ है, यस डेफिनेटली, बट नाउ राइट नाउ चाहिँ यस्तो छ। ल एकदमै रमाइलो रहेछ, एकदमै खुसी लाग्यो। हाम्रो नेपालमा नेचुरल झरना छ, यहाँ चाहिँ आर्टिफिसियल, बट यु नो राम्रो मान्छेको हातमा परेपछि के भन्छ। सो गाइस होइन, राम्रो मान्छेको हातमा परेपछि यस्तो डाँडा काँडा पनि यस्तो हरियाली हुन्छ। अनि के भन्ने अब, मरुभूमिमा छ र बग्छ, एकदम राइट कुरो गर्नुभयो। अनि के भन्ने, यस्तो छ अब शब्द छैन। उहाँ सिस्टर आँको आँ गर्नु भएको छ हेरेर, यस्तो छ। ओ माई गुडनेस, यस्तो कौन है ये लोग, कहाँ से आते हैं ये? दाजुलाई पुरै फिलिङ्स आइरहेको छ यस्तो देखेर। ओ माई गड, ल एकदमै रमाइलो लाग्यो होइन, एकदम रमाइलो छ। हाम्रो यात्रा चाहिँ एकदमै रमाइलो भयो। कस्तो लाग्यो? दामी, जस्ट लाइक वाउ। ओके बेबी, मेरो बेला कस्तो लाग्यो भन्नु त? युआर इन्जोइङ? दाजु, ठुलो दाजु, Thank you so much for giving opportunity. दादासँग भेट गर्न पायो, सबैसँग भेट्न पायो। वाला साह्रै रमाइलो लाग्यो धेरै समयपछि। यो चाहिँ फर्स्ट ठाउँ, के अरे फर्स्टचोटि है मेरो। दामी झरना छ है गाइस, दामी झरना छ। मेरो यहाँ क्याप्चर हुँदैछ है बेबी, ताल ताल। हेलो, ल यहाँ चाहिँ के अरे सिँढी चढेर यसरी मासतिर जान मिल्दो रहेछ होइन। चिसो चिसो छ। ओके, दिस इज मेमोरी। के गर्ने होइन, नो चान्स। यसरी जाँदैछौँ मासतिर। यो चाहिँ यो माथिबाट हेर्दा चाहिँ तलतिर यस्तो छ।
फाइनली गाइज हामीहरू सबै गाडीहरू भेला भइसक्यो। यो चाहिँ हाम्रो गाडी 1 2 3 4 5वटा गाडीमा आछौँ। सो फाइनली हामी यो ठाउँमा हामी सबैजना भेला भएछौँ। हामी यतिजना छौँ। त्यसपछि हामीले खानाहरू बनाएर लिएर आएको थियौँ। अनि त्यसपछि त्यो खाना खाने ठाउँ चाहिँ यो ठाउँ कारणले गर्दा हामी फेरि पनि त्यो ठाउँबाट खाना खानलाई मिल्ने र सबैजना बसेर यसो गफसफ गर्नु त्यो ठाउँतिर हामी लाग्दैछौँ। खाने र बस्ने ठाउँ खोज्दा खोज्दै बजारमा आइएछ। त्यो बिचको छेउमा पर्दो रहेछ, त्यही भएर हामी सबैजना फेरि त्यो ठाउँतिर लाग्दैछौँ। हामी उहाँलाई चाहिँ हामी फलो गर्दैछौँ। यस, हाम्रो प्रिय दाजुभाइलाई हामी फलो गर्दैछौँ। फाइनली हामी चाहिँ पिकनिक रिसोर्टमा आइसक्यौँ र त्यहाँ हाम्रो सर्भ हुने काम भइरहेछ। यो चाहिँ छ नेपाली अचार, मेड बाई उहाँ हुनुहुन्छ। त्यसपछि यो चिकन छोइला। वाओ, दिस इज माई फेभरेट। यहाँ अनि त्यहाँ चाहिँ यो सो यो चिकन फ्राई and so many varieties. We are here to enjoy. ल यो चाहिँ हो हाम्रो आजको परिकार। यस बेबी नर्कटेको भागमा बेकिरा भन्ने एउटा भनाइ छ क्या। ए गाह्रो हुन्थ्यो। ल ठिक छ, मैले वापस दिएँ है। फिर्ता गाई फिर्ता हामी अब छुट्दैछौँ। ल यो युट्युबमा हेर्न पाउनुहुन्छ है सबैजनाले। ल बाई बाई। ल ल दाजु राम्रोसँग ल भरे बोल्नु, भरे भेटौँ। ल हाम्रो कति गाडीहरू जाँदै हुन्छ। सो सबै हामी पनि जाँदैछौँ। ल ल दाजु निस्क्यौँ हामी पनि। थ्याङ्क यू। ल यो गाडी पनि हाम्रो जाँदैछ। को जाँदैछ? हाम्रो दाजुको गाडी। फेसबुकमा लाइभ छ क्या हो? होइन यो युट्युबमा हाल्छ कि। है फर्केको दूर दूर तक कोही नै। 2 बजेछ घर फर्किँदा। यहाँ नेपालमा त बिहानै भइसक्यो। अनि 4 बज्यो नि, 2 3 4 4 बजिसक्यो।